एक भोटे जुमली 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 भने त सबरा आउने हुनु जुमलाको जुम्ला त्यो अब भन्ने रहेछ कि अब कहाँ जाउँ कहीँतिर जाउँ यसो भन्यो अब तिनले भन्यो कि अब म त अपनी इजाकी भने अब म देश जाउँ कि कहाँ जाउँ अछामा जाउँ कि कहाँ जाउँ यसो यसो अब एउटा के खाने के लाउने कसै देशतिर जान्छु भिन्न रहेछ अब इजा भिन्न एबुवा बतो जुन जाइ एउटा अब गुदरा ला यसो उसो भने अब ताइलाई गाउन आइजान्छ तपाईँको अहिले भोटे म अछामा जान्छु भने अब भोटेदेखि अछामा जाने अब हाम्रो यहाँ नेपाल जाने धनगढी जाने उहिले अब भारत जोराले गर्सिडामा कसा नुन बोता छ अब यही त हाट जाने भेडालाई ड्राइभर जाने भेडामा नुन ल्याउने यहाँ चामल साटेर खाने त्यो त हामीले देख्यौँ रे अब उहिलेको जमानामा त्यो अछामा जाने भन्ने त अब उहिले कहिलो कुरा हो त्यो त्यो अछामा जाने रहेछ अब त्यो देश आफ्नो गाउँमा केही नै हिउँ मान्तर पड्डे भित्र केही मिल्ने नै अब हिउँतिर हिउँ पड्डे हिमालय अब के खाने के लाउने अब हम जाउँ भने उनले पनि औ त ता के नि मिल्दो रहेछ सिसुनु मात्र मिल्दो रहेछ सिसुनु अब उनले भने कि एबा भोटेको सिसुनु खाउला अहिले भोटे जा पानी रह्यो भर गाउने ल अब गाउँदा त म बचाउनु वाली ल्याउत्र बसी जायो मेरो त सास छैन हुनु म के गाउँ पानी रो आइल भोटे यताउन जा पानी रो पानी रो भोटेको सिसुनु गाउँला पानी रो भयो अहिले खुबै निको भोटेको सिसुनु गाउँला पानी रो एक टुका मैलाले गाउँछ पानी रौ तेरी चेली मुन धरा पानी रो पानी रो बागै कि बुन्यो बागी पानी रो बराइनु टुट्यो पानी रो भात खाने थाला पुग्यो पानी रो बागै खाने थाला पुग्यो पानी रो पानी रो बागै खाने थाला पुग्यो पानी रो अहिले बटे अछामले जा पानी रो पानी रो अहिले बटे अछामले जा पानी रो भोटेको सिसुनु खाला पानी रो पानी रो अहिले बटे अछामले पानी रो सिसुना बेसार हाले पानी रो सोना बेसार हाले पानी रो ताराले लामे गयो सोना बेसार हाले पानी रो नुनाले पनि नुनाले पनि पानी रो नुनाले दुनी बागी पानी रो ढमले भयो के भन्न भोटे निरागी बुद्ध पानी रो पानी खाने लोटा फुट्यो पानी रो पानी रो पानी खाने लोटा फुट्यो पानी रो सिसुनु खाउला पानी रो
पानी सकाउला सिसनो खाउला पानी सकाउला सिसनो खाउला पानी गोठाइको भराइनो टुट्यो पानी पानी गोठाइको भराइनो टुट्यो पानी पानी गोठाइको भराइनो टुट्यो पानी अन्त बा बनाली कहिले आली भन्ने पछि मेरा बुबा धेरै थियो आगे दिने त गागा दुई हम गाउँदा भन्नु ख्याल भी अब दुई आखिर गाए बता नहीं सके होतो लगी धान अरे अब त्यो तत्ती हालो त पछि त्यो अब त्यो पछि उहाँ देख्दा त्यो सिजाने हो त्यो यो बोथ जाने हो भनेर त्यो अब त्यो झोलाबाट मेरो बा छाड्यो भनेर जाबा त भन्नु ऊ कसरी छाड्डे अब ऊ चेली जोगी भएको छ ऊ अब मलाई छोरी चेली पहिला दिए उहिले दुखै छन् अब म कहाँ जाउँ उना इस्टा झोलाबाट हात हालेर उसी मुन्टामी जिउडा हेर्दै हेर्दै त्यो आँथे त्यो सिगयो सिए भए तिनले अब त्यहाँहरू अब केही बाटो नै भनेर त्यो अब झोला डोर त्यो हुन्छ ढेका घाँटी नहाल्ने उहिलेको झोला हुने अब जोगी झोला त्यो काटेर त्यो अब हिटिक्यो हिटेपछि तैको छ सिधा अब उठी त यहीतिर तैको छ उहीतिर तैको बो छैन उहाँ चाहिँ अब कहाँ जाने क्याट दिए अब यसो भयो भनेर त्यो तानी जीव खाएर घर तानीलाई मध्ये हो त्यो पछि सक्की त्यो ततरी के खाउँ के लाउँ अब यसो आएर सासुनु खाए बेला दिन काट्टा थियौँ त्यस्तो बेला कहाँ अब गयो अब कसो हो भनेर तैको बो खोज्दै गयो तर कहाँ पारे उहाँ उही अब त बिहा दिएको उहाँ जानु रहेछ त्यो कहाँ पाएछ यता कहाँ जानु लाग्छ के गाउँ त लाग्छ कसो गाउँ त लाग्छ भनेर म पारे उहाँ जाउँ भने भएर आए आउँ भने हिँड घर त जान्थ्यो अरे म घोडो दिएँ भने यो डबर्याउनु अघि बेली पऱ्यो भने अहिले बाहा त खाना लिन्थ्यो घोडो त दिएर गाह्रो उनले त नानो यही उत्ररिबर खान्छु लाउँछु नानो मेरो पेट पाले आएको छ यही नानो यो चड्डो छ ऊ चड्डो छ कहाँ बरे आँ त जुन त मरे मलाई आऊ भने त्यसो उहिले अब घोडा चल्दाखेरि क्या घोडा जान्छ अरे नानो खान्ला छु अब घोडो तँ दिउँ हम के खाउँला भन्छ अरे नै म घोडो दिने पछि मान तर घर जान्छु न तर मैले जानु अब जहिले पुग्यो म उहाँ जाने हो भनेर देखियो अब मिलाएको उहाँ टाढा जहिले पुग्यो म जाने मेरो ए बात उहाँ जा हिट भनेर ल्याएको छ अरे अब बड्डा बड्डी सिकेका छन् त्यो घोडो सुमाएर त्यो त रात गइगयो रहेछ अब भयो यो र कहाँ जाउँ घोडी लासा घोडो छैन यो चेलो छैन अब हम कहाँ जाउँ या मेरो काटे बेली पोरी भन्नु थियो म अब कसो अब यो तर अध्यय हो त्यो कहाँ अब गयो अब बाबाई मध्य हो त घोडा हामीले कहिले बसेको भन्नु कहाँ लोटो छ के भन्छ अब जा अब कहाँ जाने क्या दे भनेर त्यसले खोज्दो रहेछ यहीतिर जाँदै उहीतिर जाने रहेछ
गाउँ कहाँ पाउने दवा हमारा तेरा त्यो भरत देख्थ्या भरत भरत यही भरत यही हो भरत देख्थ्या हमारा तेरा हजुर हमारा यहाँ त नहीं आयो हजुर ये रात क्या दाउनु हो ओ हाम्रो त घोल लैको कुनै बच्चो बरिबर चेलो कहाँ गयो अब क्या अब त्यो ताँडा तिनो फुल्दो रहेछन् अब त्यो गएछ रे तै बुबा सरू रहेछ गहुँ उपद्दर अब त्यो घो लैको छ रे तै पानी छाडिदियो त तिनले सरूले अब त्यही हान्न मैले हाले जानी हेऱ्यो उहाँपछि भने कि तिनले त्यो घोडो यता बुवामी सरू छाडेपछि उहाँपछि अब त्यो भन्ने हो कि त्यो मलाई उहाँ चाहिँ गाउने हो हतल गएर सरू खाने धौली गएर कयको हो भने भएर गाउने भरत बिसो पनि भयो उहाँ चाहिँ उही गाई जब तेह्र दिथी अब म भन्नु धेरै पै गाउँला 13 दिथी मरल तेरि जाको कयको त्यो घोडो हान्न किने पनि गाल्दिएर रहेछन् घर है अब ऊ भन्ने रहेछ मलाई कहाँ अब लिगेपछि ए तसी क्याली केला दिना ममा चलो दायरे होलो पुसे चलो भाइरे होलो दासु उदासु होलो आउने जाने होलो कोही हमरै होलो अफन्ताई होलो तत यो दम तछना गाल्दैन त कोही मरि के खाने हौ ओके कामै गयो होलो हमरै होलो कोही मेरो पुष्पको चेलो होलो ममाको चेलो होलो कोही हमै भिट्टा आया होलो भने छ रे तिनले अनि त्यो गाल्दैन नि घोडो लिएर आए भन्छ कसो भयो भन्ने रहेछ सबै देख्या आज तिनले माथि गाउनु हो त हालाय अब गाउन कसरी पनि हमारा वचन नहीं राम्रो तुम्हारा वचन ला छोट गरे अब हम गाउँ हो त लैको सरू खाने भरत बिचो धौलो गोडो भरत बिचो भाइरे होलो भरत बिचो तेलो दाइरे होलो भरत बिचो गाउन हाल्नु भयो तेलो दाइरे होलो भरत बिचो त सोही गाए मुरेलो भाइरे होलो भरत बिचो गाली जुनै दिया भरत बिचो दासो दासो होलो भरत बिचो दासु र उदासु दासो रे दासो होलो भरत बिचो अब तति भइसकेपछि अब त्यो क्या मैले लगेको त्यो अब तति भइसकेपछि अब को हाम्रो आउनु पाउनु हाम्रो मान्छे आयो घोडो ल्याइबर अब त्यही घोडालाई ल्याए भनेर तिमीले त खलामी लगेको छ खलामी लगेको छ र बाध्य छ अब बाध्यपछि रातका रातै होलो कि कोही दिनै त के होलो रातै हो रातै लैकी हो अब खलामी लगेपछि बाध्यपछि आफूलाई खला पर्खालाई पनि बसेछ ए ला हाम्रा उहाँ तल धाको आएको यो धोलोको घोडा ल्याइबर बसेको खला डिँडै बसिआएको छ यो मुले खुम्लीको छ मुले तेरिका यहाँ घोडो धौलो ल्याएको अघिबाट स्वरूप हो तिन नेपाल मुकनीको अब अहिले उहाँलाई ल्याएर तैँले बाध्यो अब त्यही देख्दा तै मैले सोद्धा कहाँ भयो के हो देखाए त भने उहाँ त हामी तिनले ल्याएको छौँ भण्डारो ठुलो थियो क्या खाना बनाउने खाना भण्डारो के भयो अब जस्तो हाम्रो यहाँ सौतार भा बिहा लाउँछन् भात गाई अब अहिले त बर्थडे हुन्छ बर्थडे तसो भ्या रहेछ त आउन त आयो त भोगै तँलाई बसेको त खानु खा भन भने त खानु कहाँ गयो भने त अब त्यो केला भन्नु यहाँको त्यो भन्ने मैले आयो भने त जान्ने थिएँ उहाँलाई
पछि सोध्यो उसलाई त थाहा थियो उसलाई थाहा थियो अब त्यो को हो के हो हामीले हो यहाँको जाँदा चाहिँ ओ हजुर कहाँ कहाँ हो त मैले घोडा बात गरेर खा खला बसेका भन्ने रहेछ त्यो बोल्ने नि भने अब त्यो बोल्ने नि भने जो गयो बोल्ने नै त्यो बोल्ने रहेछ कहाँ कहाँ भने यसो मात्र धेरै मुन्टो खोज्ने बाधा त्यो जहाँको यो मैले बडा अट्याउडो कस्तो लाग्यो लाटो होला कि म जे बढाउने चाहिँ बोल्दैन नै मुन्टो मात्र हल्ल्याउनु लाग्छ घोडो बात गरेर उनी बसिरहेको छ अब क्या दे कसो गर्दै भनेपछि उहाँ बसी खानु पर्यो हजुर भने अब भने अब खाऊ झन् खाऊ यो भातलाई झ्याएर तैका पर्खाहरूलाई बिसाइदियो बोल्नु त्यो बोल्लो सोल्लो के नि बिसायो भने भनेर उहाँ तिनीले अब त्यो अघिबाट नै बोल्ले भात बिसाएछ अरे अब तिनीले त ताँलाई गाउनु पर्खा हालेको दियो भात मै खानु खानु भरत विष्णु नै बितेर अब हामी लौ अब हम के गाउँ तर उनी गाउँ तसै गाउँ हाम्रो पर्खालाई गो दियो भात मै खानु खानु दुधले त्यसलाई दुध जति जाऊ दुधै त जो दिल्या चेल दुधै जति जाऊ अब खलामी बिसाएर खलामी उहाँलाई बिसाएर उप्पो बिसाइदियो खलामी अब खलामीको दियो भातमै खानु हे खलामीको दियो भात मै खादैन खाऊ दुधै त दिने चेल दुधै जति जाऊ अब ठेक्कै खुरखुट्टी बिसायो हे खुरखुट्टीको दियो भात खादैन खाऊ उसोत दुधिने चेल दुधै जति जाऊ उसो त दुधिने चेल अब दुई राम्रो छ अरे देलामी दियो भात मै खादैन खाऊ देलामीको दियो भात मै खादैन खाऊ अब त्यो के भन्दै पुरै उहाँ के भन्दै हिरो त फाल्ले हो भएका मोइन उहाँलाई के फाल्ले आउला ऊ हिरो त भनेको मुदडो थियो क्या उहाँ पछि त्यो तौते हो यो कहाँ फाल्यो के फाल्यो यो भनेको सबै जान्ने हुनु अब त्यो त पछि अब यो मैले त लाऊ यसो सोच भएर पायो रहेछ भनेपछि पछि त्यो हुन त औ एउटा हाल्यो बाघ ल्याउने हो भालु ल्याउनु हो तपाईँका यो ऊ के भन्छ अरे फुनीकी रिटी भन्ने दोस्रो फुनीकी रिटी भन्ने तेस्रो फुनीकी रिटी कोही त्यो बिहारी पनि ल्याउने हो उहाँपछि बिहारी पनि ल्याउने अरे त्यो गाउने बजाउने साइबाट ल्याउने हो कहीँ त खुसी हुने हुनु कोही हो त्यो तसो हो भोगी साल
बगा देउरे भोगी ख्याल मस्त गाएको बनाए हम देउरा भोगिशाला बुझ्दा राजा की देउते बिगा तेरी त्यो बिदाई त्यो बोल्छ मेरी बिदाई भोगी तेरा जमलो भन्छ बन्लो कसकी तिमी नारी हौ कसका तिमी लुगुडा सुझाउँछौ कसकी तिमी पारी हौ अपना आमा र बाबु की छोरी र बेटी अपना सासु र ससुरा की बुहारी अपना पुरुषका लुगुडा सुझाउँछु अपना पुरुष की नारी काली कोइला चढिएको रगुनमा बोल्छु नि कगौडा गरी तिमीको शब्द सुनेर बसु पुन्या दुखै र कोटा परी जनै बदेक्यौ चैत्रको महिना बोल्छु नि नौठा चढा हो गई रे दिगै दिग सहेर बसु पुन्या दिनै हुन्छु न बडा एक बड्डो रहेछ एक बड्डी रहेछ उही बड्डीका केही नि रहेछन् चेला चेली बुहारी केही ल नै रहेछन् तै बड्डा रे एक चिलोसँग मितेर ला रहेछ एक भालुसँग मितेर ला रहेछ एक बाघसँग मितेर ला रहेछ तीनसँग ला रहेछ एक दिन गया रहेछ अमिता घर गया रहेछ बाघ मितर भन्या रहेछ कि मितौ आउन त आइछ मेरो घर खल्ला के अब पुरै गाउँ छ एक गोठ जाउँ नि त म गोठ है बाखरो बाहिर फाल्लो तुम बाहिर के सिसिन दिन होला फाले आरे मितौ पछि तै देउला रे पकाउला रे खाइबर पुइ जल्ला अब मेरो घर के खल्ला आउतिर भन्या रहेछ त्यो बाघले बड्डोले गया रहेछ मेरो छोरा रहेछ गया रहेछ तै बाघ रे सट्ट जुगु त जाइबर गोठ है बाखरो बाहिर फाल्या रहेछ तै बड्डा रे सिसिन जिंगल फाल्या रहेछ फाल्यो रे ल्यायो रे त्यो बाघ रे बाखरो काटेर कुट्यो खायो सर मितलाई घर लायो घर आयो रे बड्डा रे बनाएर बड्डी म त आज केही लनी खानी हो अब केही ल दिन पकाए म त अपना बाघ मिता घर है निक्केरी खाइबर आया छु तुम्हार त मित नारे दिना मुको दिनु भनी तमु दिउलो हिट बड्डी अरे गोठ है म बाखरो बाहिर फाल्लो तू बाहिर सिसिन जिंगल फाली भन्या रहेछ अब त्यो बड्डी होला बड्डो दुई गया रहेछ त्यो बड्डो गएर सुकुली पिछाडा ओडी पर गएछ रे
चिल्लाइनु बल्ल रहेछ बड्डा सुमारे तै बल्ल रे हुर्र खलाम फाल्दिया रहेछ उन्नेसौँ बड्डी सुमारे सिसिन सिंगलो फाल्दियो दजा अब ए बड्डी तोर त म फालिहाली बड्डी लाग्यो हो घर गया रहेछ घर गए अब भालुमिता घर गया रहेछ भालुमिता र मितौ आउन त आइछा अब मेरा घर के खाल्ला भन्यो अब तुम बदालो तताइ राख मितौ म हर्दैबर आउँछु पनि रहेछ त्यो भालु हर्दैबर आएर रहेछ तै बड्डा रे भदालो तताइ राख्या रहेछ त्यो भालु आया छ रे तै भदालाइन बसिया रहेछ रे तै भालुको जुम्मा बसो पकले आएर छ रे त्यो भदालो भरि गया रहेछ भयो रे अब तै भालु रे ताइनु तै काल लाउनु बाबर हाल्यो छ रे तै बड्डा खोया रहेछ खोएर अब बड्डी म त अब भालु मिता आगर खाइबर आऊ म त केही नि खानी हूँ तू अब जे बद्दी छै पनि तुम्हार त मित हुनारे खोना मुखो खोनु तो मुखौलो बड्डी तू भदाल त ताइ राख म हर्दै आउँछु भदालाइनु पर्छ हुने रहेछ अहिले त्यो बड्डो हर्दैबर आ रहेछ तै बड्डीले भदाल त ताछ त्यो बड्डो तान बसिया रहेछ तै बड्डीको त ताङले जल्दी ग्या ए बड्डी हान बड्डी कुच्छ उजेल बड्डी पानी हान बड्डी कुच्छ हुने रहेछ फल निकालियो भदालो अब दुख तै बड्डीले भदालौडै छुटा रहेछ मरे अति मरे भइगयो देखि अब त सपना डोल दसो अपना बड्डा अपना चिलमिता आगर ग्या रहेछ चिलमिता आगर गयो चिलमिता रे किला अर्थ लाउनु त मितेरी त आउन त आइछा अब मेरा घर के खाल्ला के खाना मेरा घर त के खाना खिलाइ केन्छि अब मेरा पिठिम बसेर म तुमलाई संसार घुमाइदिन्छु तीर्थ घुमाइदिन्छु पनि रहेछ अब तै चिलका पिठिम बसेछ त्यो बड्डो सुमतारीका तीर्थ घुम्या रहेछ आयो छ रे बड्डी म त अपना चिलमिता आगर गएँ रे सुमतारीका तीर्थ देखिबर आएँ अब म तुलाई तीर्थ देखाइदिन्छु पनि रहेछ लैके आएर छ धुल्या पौलकी गाउँ भरिका सुप्पा ल्या पनि छ रे अब त्यो सुप्पा ल्यायो छ रे तै बड्डीले सिमटबाट तैको पखाएर लाया रहेछ आ बड्डी बस्मेर पिटिम पनि छ रे छट्टी तले मारना गाउँका ठेगा पड्यो धनमटे हाल जाइबर मर्या दे पालु के खाऊ तेरा तेनो जरमे काई जहाँ खेला मार निकाल्ने एउटा धपाइ दिए भन्ने रहेछ तैकी सुहानी थियो क्या अब सात चेला त अब त्यो दिनदिनै अब त्यो जा भने अब उहिले आने लेखे पढे आजदेखि कहाँले क्याले बेलेको माटीमा धुलाटा ल्याउँदा चाहिँ उहिले सिलौटा ल्याउँदा लेखेको छ अरे निगालाई कलम लेख्यो छोराले यो छोरी त अब काजलले आज निस्कनु पनि आएछ यहाँ कहाँ छ यता यहाँ आउँदै त यहाँ लेखेको भन्ने रहेछ ए बुई के हो भने साथै भाइले निस्कनु भन्ने लेखेको छ ए अब कहाँ जाउँ पनि अझ त्यो नै निशान त एकदम घर आइगयो पछि त एकजना आयो के लाटा साँध आउन यो भित्र केला आयो त देलामा लेखे आने त के अब त मलाई बोम्बर काटेले अब यसो भित्र आउन भने अझ त्यो बड्डो आयो त त्यहाँबाट एम ल्याऊ एउटा आएछौ कहाँ जाउँ पाउँ म क्या अरू तले त्यो इजा छौ त्यसले जा त म खाँदैन लाउँदैन तुम्हारा नहीं होती और मुला नहीं पाउनु त म त जहाँ भेर जाए त्यहाँबाट भने सर अब कहाँ जाउँ त्यहाँबाट आयो कहाँ जाउँ हिँड दो हातले गया त हिँटा तर गया त त्यहाँबाट आयो कहाँ पारे उहाँ गया त कहाँ उम्ल्याउ यो राजा रहेछ क्या ऊ राजा कहाँ उम्ल्याउ त म कहाँ होला यसरी ईसा का चलाऊँ इसरी धपायाओ इसरी लेखेर हम आया हम त काई नगरी खुद लाछौ नगरी देऊ अदेऊ पछि नगरी देऊ लेख्नु पर्दा त नै जान्न हजुर भारी भुल्लो हल्ला ओइ म घर बनाउन लाछौ पारमालाई मेरी अब बासी छ त्यो बासी ले सातै गाछले उचाल लाग्या छ नसौ त्यो भने ठुली रहेछ के नाना बिहा ओ त्यो हम त नै सक्यौ मार्यो उता त मरे नि तिमीले अरे कालले छिट्टाइ फाले भने ओ हे तेरीका अरे कालले फाले भने ओ कुन्ने मिहन्दियो छ अरे कालले सातले फाले त मरि गई हे भगवान अब क्या अरू माता त मारिल्या अब यो हालु काम घर बनाउन लाछु जाए त म फाले बाध्य बुझेछ लैगा छन् दाइ फाल हिट फाल तर लैगा छन् अब मट्यालाई जान्दा त्यो त सल्ले घाने झडी गइरहेछ त्यो झडी गइरहेछ क्या त्यो ताई झडी गइरहेछ अब तले मट्या लाको पक्क बासबाट लारे मुनसगलामी यही राणा उति लिएर लैग्यौ जायो नि गोड्डी तैले गाछन् ल उहाँ पोल फालेर आयो भने तले माया आयो पनि सात भाइ अब त फालिहाल्यो रुप्पे माग्ला हिट भन्ने रहेछन् अब सल्ले गान्दा त्यो त ताई झडे कि पोली भयो यहाँ आउनी अझ यहाँ बाटो फाल्थ्यौ
यो तान्ने बाध्य भएर ल्याएको थियो यो घर पनि आउनु लाएर बड्डो अब मलाई आउनु बसिरहेको रहेछ उहाँलाई तै हजुर डबराउन मेरो चालु लाग्यो अब म कोही कि पनि मागु अझ ल्याइबाट आयो त म 3 बल लैजायो बेली तर अघि मुइने आएर यता मुइने आएर यही हम नहीं ले जाना अब हमारो हिसाब दे न तर तेरो यो घर सर अझ फाल जान्छ तुम्हारी व्यवस्था काटी गए अब नदी क्यारो मेरो यो घर बनाउनु पनि र बैकिनी पनि मरी 7 रुपैयाँ लियो त म तपाईले जब सल्लाह 7 रुपैयाँ दियो भने रे 7 रुपैयाँ आछि गया भने टाढा ए दाइ हौ रुपैयाँ एक किनिहरु बेक ए दाइ रुपैयाँ 2 किनिहरु सुई सुई किने भने ए दाइ अब रुपैयाँ 3 किनिहरु बिन भने बिन एकाले बिन किने ए दाइ अब रुपैयाँ 4 किनिहरु छाडी के किन्नु गएक 4 रुपैयाँ छाडी दियो भने छाडी ए दाइ अब रुपैयाँ 5 किनिहरु छाछ खाऊ भने अब खरका गए चाहिँ घर गए चाहिँ छाछ खा पारै बिदियो छ त्यो पारो त्यो छाछ रुपैयाँ 6 किनिहरु म किनि मैले गिल्ले खाएर आयो भने अब रुपैयाँ 7 अब उना त किनिहरु भात हो अब तिमीले के भने यो 7 रुपैयाँको यो गामले किन्नु अब सुयो धागो हम कि सुनाइबो छ यो गामले किन्नु भने त्यो गामले किन्नु भने तपाईँ यो रुपैयाँ ए दाइ हौ तनिक सिनिसी गरे आले पार्दै कतरा सिमल हमर जाको न तत्तरै छ नाप्यौ त सापुरे नापु ताम्रे तत्तरै पहिले जाम लैजाऊ सिमलले उसोएर चिर्नु थियो क्या सुयले उत्र म टामे पनि अब तत्तरै त्यो सेमा लागि ठिक्क भइगयो ले जागिले हमर जागिले होइ जाने हो तय ताउडो ल्या भने ल्याउना त्यो घामले चुरका फुर्का उड्यो उहाँ पछि आया भने घर त्यो चुरका फुर्का ल्याइ भरे अझ तिनीलाई जब के भन्दा न त जाय निस जान्छ भने धपाइदियो तत्ति हो त्यो बात राम